यहाँहरू सबैलाई हार्दिक नमस्कार जोजोलप्पा। यो म लगायत मेरो टोलीको सम्पूर्ण साथीहरूको चाहिँ सल्यानको चाहिँ यो पहिलो भ्रमण हो। तसर्थ यो ठाउँ चाहिँ हामीलाई अति नै राम्रो लाग्यो। यो लगभग हामी चाहिँ काठमाडौँ भ्यालीबाट बाहिर आउँदाखेरि काठमाडौँ भ्यालीको कोलाहल, काठमाडौँ भ्यालीको प्रदूषण, काठमाडौँ भ्यालीको चाहिँ एक किसिमको अस्तव्यस्तता त्यो हेर्दाखेरि त्यो हेरेर यहाँ आउँदाखेरि चाहिँ हामी लगभग स्वर्गमै आए जस्तो लाग्यो। अति रमणीय, अति सुन्दर र यहाँ चाहिँ मतलब यहाँ बसेर एक किसिमले चाहिँ अलि लामो सास फेर्यौँ भनेदेखि चाहिँ आयु नै पर्ला जस्तो लाग्छ। तसर्थ यति राम्रो ठाउँमा हामी पहिलो पटक आउन पाउँदा हामी निकै खुसी छौँ। र शारदा नगरपालिकाका श्रद्धेय मेयरज्यू, उपमेयरज्यू र सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी लगायतलाई चाहिँ हामी हार्दिक साधुवाद व्यक्त गर्न चाहन्छौँ यो अवसरको लागि। जस्तो तपाईँले सुनेको सल्यान, सुनेको साबिकको मध्यपश्चिम या सुनेको कर्णाली र प्रत्यक्ष आएर चाहिँ देखेको सल्यान चाहिँ कस्तो लाग्यो? सल्यानको विषयमा त हामीले भली भाँति पढेका पनि थियौँ, सुनेका पनि थियौँ र आज आएर प्रत्यक्ष तौरले हेर्न पाउँदाखेरि हामी निकै गौरवान्वित भएका छौँ। र अब त्यो तत्कालीन अवस्थामा पढेको कुरा अहिले यहाँ चाहिँ देख्न पायौँ र यसमा चाहिँ खासै त्यति धेरै पढेको र देखेकोमा त्यति धेरै फरक हामीले पाएका छैनौँ। हुनसक्छ हामीले पढ्दाखेरि स्कुलमा पढे अथवा कलेजमा पढेको, युनिभर्सिटीमा पढेको र त्यो पछिको अन्तराल धेरै समय बितिसकेको हुनाले यहाँ पनि अर्बनाइजेसन द्रुत गतिले भइरहेको चाहिँ हामीले महसुस गरेका छौँ। तर एउटै कुरा के त भन्दाखेरि काठमाडौँ भ्यालीभित्रको नराम्रो अभ्यासहरूलाई चाहिँ यता दोहोऱ्याउन चाहिँ हुन्न भन्ने चाहिँ मेरो सुझाव रह्यो। जस्तो यहाँ चाहिँ काठमाडौँ र सुर्खेतबाट चाहिँ तपाईँ पदयात्रा हुँदै भन्नाले भूगोलबाट सल्यानसम्म आइपुग्नुभयो होइन? राजधानीको विकास र सल्यान कर्णालीको विकास चाहिँ कति फरक छ? तपाईँले हुनु पर्थ्यो कस्तो जस्तो लाग्छ? अब